नमस्कार साथीहरु, स्वागत गर्दछु यहाँलाई आजको यस नयाँ भिडियोमा। आज हामी कम्प्युटर अपरेटर तयारीको फन्डामेन्टल्स अफ कम्प्युटरको हेरेका छौं। आशा छ हजुरलाई यो भिडियो एकदमै हेल्पफुल हुनेछ। ढिलो नगरिकन म आजको भिडियो अगाडि बढाउन चाहन्छु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला भन्दै म पहिलो क्वेशन तर्फ लाग्छु। इन व्हिच जेनेरेसन ट्रान्जिस्टर युज है। ट्रान्जिस्टर भन्ने चिप्स चाहिँ कुन जेनेरेसनमा युज भएको थिए त भन्दा मैले यहाँनिरबाट चारवटा अप्सन राखेको छु। जुनमा चाहिँ हाम्रो यहाँनिरबाट ग्रीन लाइटले शो गर्नेछ, त्यही चाहिँ हाम्रो राइट एन्सर हुनेछ है साथीहरु। मैले जस्ट क्लिक गरे भने यसमा ग्रीन लाइटले एन्सरलाई शो गराउनेछ। इन व्हिच जेनेरेसन ट्रान्जिस्टर इज युज्ड भन्दा सेकेन्ड जेनेरेसन देख्न सक्नुहुन्छ साथीहरु है। सेकेन्ड जेनेरेसनमा चाहिँ ट्रान्जिस्टरको युज भएको रहेछ। नेक्स्ट क्वेशन जाउँ, क्वेशन नम्बर 2। व्हिच डिभाइस क्यानट बी शेयर्ड इन नेटवर्क। कुन डिभाइसबाट नेटवर्कहरु हामीले शेयर गर्न मिल्छ भनेको छ। यसमा हामीले किबोर्डबाट नेटवर्कहरुलाई हामीले शेयरहरु गर्न सक्छौं। तपाईले देख्न सक्नुहुन्छ यहाँ विभिन्न अप्सनहरु मध्ये टाइपिङ गरेर टाइपको माध्यमबाट हामीले काम गर्न सक्छौं भन्न खोजेको है। नेक्स्ट क्वेशनमा जाउँ। यदि कुनै क्वेशन कन्फ्युजन लाग्यो भने तपाईले तल कमेन्ट गर्नु होला, अथवा तपाई कुन टपिक्समा कुन टाइटलमा कुन सफ्टवेयरको एमसीक्यूहरु चाहनुहुन्छ त्यो पनि तपाईले कमेन्ट गरिदिनु भयो भने मलाई आगामी दिनको भिडियो बनाउन सहज हुने थियो है त। इन वन निबलमा कतिवटा बिट हुन्छ भनेको छ है। वन निबल कन्टेन्स डट बिट इज 4 बिट्स हुन्छ। तपाईले यहाँ देख्न सक्नुहुन्छ। यो सबै नोट्स तपाईले नोट्स गरेर राख्नु होला है, कपीमा नोट गरेर राख्नु होला। त्यस्तै गरी क्वेशन नम्बर 4 मा जाउँ। व्हिच डिभाइस विल बी प्रोसेस डाटा। कुन चाहिँ डिभाइसले डाटाहरु प्रोसेसिङ गर्न सक्छन् त। र्याम, हार्ड डिस्क, सीपीयू अथवा कुनै पनि होइन कि कुन डिभाइसले भन्दा पक्कै पनि अभियसली सीपीयू ले होला। सीपीयू को माध्यमबाट हामीले डाटाहरुलाई प्रोसेसिङ गर्छौं। पहिला हामीले डाटा इनपुट गर्छौं, त्यसपछि प्रोसेसिङ हुन्छ सीपीयू मार्फत र आउटपुट हुन्छ बल्ल है। अर्को क्वेशन, डाटा स्टोर इन। डाटाहरु तलका मध्ये कुन अप्सनमा स्टोर गरिन्छ। फ्लोपी डिस्कमा हो कि हार्ड डिस्कमा हो कि हैन ट्याप डिस्कमा हो कि कुन डिभाइसमा अथवा सबैमा हो कि। डाटाहरु यो सबै मेमोरी हुन्, यो सबै स्टोरेज डिभाइस हुन्, त्यही भएर अल अफ द एबोभ इज राइट एन्सर है। अब अर्को क्वेशन तिर जाउँ। एउटा न्यानो सेकेन्डमा कति हुन्छ अथवा त्यसले के जनाउँछ। 1 न्यानो सेकेन्डले 1 न्यानो सेकेन्डले के जनाउँछ भन्दा 10 - 9 10 का डिभाइड हैन 10 को स्क्वायरमा -9 सेकेन्ड्स भन्ने यो अप्सन जनाउँदो रहेछ। तपाईले यो पनि याद गर्न सक्नुहुन्छ है। अर्को अप्सन जाउँ। द स्क्यानर इज द डिभाइस अफ कम्प्युटर सिस्टम। स्क्यानर चाहिँ डट हो कम्प्युटर सिस्टममा के हो त। इनपुट हो कि आउटपुट हो। इनपुट आउटपुट दुवै हो कि प्रोसेसिङ हो, कुन हो त। तपाईले यहाँनिरबाट पत्ता लगाउन सक्नुहुन्छ। म अहिले यसको राइट एन्सर देखाउँदै छु। यसको राइट एन्सर इनपुट डिभाइस। स्क्यानर भनेको इनपुट डिभाइस हो। माउस, किबोर्डहरु सबै इनपुट भित्र पर्छन्। सीपीयू भनेको प्रोसेसिङ भयो। मोनिटर, प्रिन्टर, स्पिकर भनेको आउटपुट भयो है। तपाईले पार्ट्स अफ कम्प्युटर अथवा डिभाइस अफ कम्प्युटरमा तपाईले ती कुराहरु जानेको हुनुपर्दछ। अब जाउँ 8औं नम्बरको क्वेशनमा। पेन्टिनम मिन्स अफ द कम्प्युटर। पेन्टिनम्स भनेको के हो त, के जनाउँछ, त्यसको मिनिङ के हो त कम्प्युटरमा भन्दा माइक्रो प्रोसेसर भन्नाले पेन्टिमम भनेर पनि हामीले चिन्न सक्छौं। यी दुवै एउटै नामका हुन्। माइक्रो प्रोसेसरलाई पेन्टिनम पनि भन्ने गरिन्छ है। अर्को 9 नम्बरको क्वेशनमा जाउँ। व्हिच इज द नेम इज गिवन टु द फर्स्ट जेनेरेसन अफ कम्प्युटर ल्याङ्ग्वेज। फर्स्ट कम्प्युटर जेनेरेसनको ल्याङ्ग्वेजमा तलका मध्ये कुन ल्याङ्ग्वेज प्रयोग गरिएको थियो। बाइनरी ल्याङ्ग्वेज, मेसिन ल्याङ्ग्वेज, प्राइमरी ल्याङ्ग्वेज र नेचुरल ल्याङ्ग्वेज। अभियसली मेसिन ल्याङ्ग्वेज प्रयोग भएको थियो। मेसिन ल्याङ्ग्वेज इज करेक्ट एन्सर है। अर्को अप्सन जाउँ। कम्पाइलर एन्ड इन्टरप्रेटर आर देमसेल्भ्स। कम्पाइलर र इन्टरप्रेटर भनेको के हो त भन्दा प्रोग्रामहरु हुन्। यिनीहरु एक अर्कामा परिपूरक हुन्छन्। प्रोग्राम भनेको कम्पाइलर एन्ड इन्टरप्रेटर हुन्। नेक्स्ट क्वेशन। व्हिच अफ द फलोइङ इज मास स्टोरेज डिभाइस। मास स्टोरेज डिभाइस भनेर तलका मध्ये कुन डिभाइसलाई चिनिन्छ। अल अफ द एबोभ। सीडी रोमलाई पनि चिन्यो, हार्ड डिस्कलाई पनि चिन्यो, ट्याबलाई पनि चिन्यो, त्यही भएर अल अफ द एबोभ इज करेक्ट है।
अर्को अप्सनमा जाउँ, अ सिंगल बाइट कन्सिस्ट अफ 8 बिट्स। 1 बिट्समा चाहिँ के हुन्छ, 1 बाइटमा 8 बिट्स हुन्छ। यसरी बुझ्नु पर्यो तपाईले। द मेन बेसिस ब्लक अफ कम्प्युटर सिस्टम कन्सिस्ट अफ इनपुट, आउटपुट, सीपीयू एन्ड मेमोरी। तपाईले देख्न सक्नुहुन्छ। अर्को अप्सन जाउँ, अकॉर्डिंग टू बी वर्किङ प्रिन्सिपल कम्प्युटर इज डिवाइडेड। इच वर्किङ प्रिन्सिपलको आधारमा कम्प्युटरलाई एनालग, डिजिटल र हाइब्रिड 3 आधारमा विभाजित गरिन्छ है। वर्किङ प्रिन्सिपलमा 3 आधारमा विभाजित गरिन्छ। जस्तो अब ब्रान्डको आधारमा अब एप्पल, म्यासिन्टोस, त्यसपछि गएर आइबीएम हैन, विभिन्न टाइपका ब्रान्डहरू हुन्छन्। अब तपाईले वर्किङ प्रिन्सिपलको आधारमा चाहिँ एनालग, डिजिटल र हाइब्रिड बुझ्न सक्नुहुन्छ। त्यही भएर अल अफ द एबभ इज करेक्ट एन्सर। अर्को अप्सन जाउँ, हाम्रो 15 नम्बरको अप्सन, व्हिच इज मोडेम। के हो त मोडेम भनेको? एनालग एन्ड डिजिटल कन्भर्टर हो कि मोडुलेटर एन्ड डिमोडुलेटर हो कि टेलिफोन स्विचिङ हो कि कुनै पनि होइन त भन्दा मोडुलेटर अर डिमोडुलेटर हो, जुन चाहिँ टेलिफोनको लागि युज गरिन्छ। टेलिफोनको लाइनहरू जडान गर्नको लागि मोडेमको प्रयोग गरिन्छ भने मोडुलेटर अब जडानहरू डिस्कनेक्ट गर्नको लागि प्रयोग गरिन्छ भने त्यो डिमोडुलेटर। तपाईले यसरी बुझ्नु होला। 1 MB करेस्पोन्डेन्स टु 1 MB मा कति हुन्छन् तलका मध्ये? 1024 बाइट्स, 1024 टेराबाइट्स, 1024 किलोबाइट्स, 1024 गिगाबाइट्स भन्दा 1024 किलोबाइट्स। 1 MB 1 MB मा 1024 किलोबाइट्स हुन्छ। अब यो बाइट्सको विषयमा तपाईले बुझ्नुपर्छ है। अर्को अप्सनमा छ 1 GB। जस्तो अब 1 GB मा कति MB हुन्छ त? अब हामीले जस्तो हाम्रो मोबाइलमा कति GB र्याम, कति GB रोम भनेको हुन्छौँ। जस्तो 1 GB स्टोरेजले चाहिँ कति MB खाएको हुन्छ। जस्तै हाम्रो एउटा सामान्य फोटो चाहिँ जस्तै 50 MB, 100 MB, त्यसपछि गएर त्योभन्दा मुनि KB, 100 KB, 200 KB, 300 KB, 500 KB त्यस्तो हुन्छ। अब कतिवटा KB मिलेर 1 GB बन्छ र 1 GB मा कति MB हुन्छ त भन्दा 1024 MB हुन्छ 1 GB मा है। अर्को 18 नम्बरको क्वेशनमा छ, देयर आर टाइप्स अफ ल्याङ्ग्वेज प्रोसेसर। ल्याङ्ग्वेज प्रोसेसर 2 टाइप्सको हुन्छ साथीहरू, तपाईँले बुझ्नु होला। त्यसपछि गएर व्हिच अफ द फलोइङ इज एन इनपुट डिभाइस। व्हिच अफ द फलोइङ इज एन इनपुट डिभाइस। तलका मध्ये कुन चाहिँ इनपुट डिभाइस हो? भिडियो डिस्प्ले युनिट, भिडियो डिस्प्ले युनिट हो कि जोयस्टिक हो कि प्लोटर हो कि प्रिन्टर हो त? कुन चाहिँ हो भन्दा अभियसली जोयस्टिक हो। भिडियो मोनिटर भयो, यो भनेको आउटपुट हो। प्लोटर पनि आउटपुट हो, प्रिन्टर पनि अभियसली आउटपुट भयो भनेपछि जोयस्टिक भनेको गेमिङहरू खेल्नको लागि प्रयोग गरिने एउटा डिभाइस हो, जसलाई चाहिँ हामीले इनपुट डिभाइस भन्न सक्छौँ है। आजको लास्ट क्वेसन, द डेसिमल इक्विभ्यालेन्ट अफ बाइनरी 1011 ले चाहिँ कति जनाउँछ त बाइनरी नम्बर सिस्टममा? 1011 ले तपाईको भन्दाखेरि हाम्रो कति जनाउँछ? 11 जनाउँछ है। 11 1011 को बाइनरी इक्विभ्यालेन्ट भनेको 11 हो साथीहरू। 21 नम्बरमा छ हाम्रो अ ट्रान्सलेटर युज्ड इन लो लेभल ल्याङ्ग्वेज इज। के हो त अ ट्रान्सलेटर युज्ड इन लो लेभल ल्याङ्ग्वेज इज है। यहाँनिरबाट हाम्रो ग्रीन के हुन्छ भने ग्रीन जुन अप्सनमा 4वटा अप्सन मध्ये जुनमा ग्रीनले हाइलाइट हुन्छ त्यहीलाई चाहिँ तपाईले राइट एन्सर मान्नुपर्ने हुन्छ। यसमा चाहिँ हाम्रो अ ट्रान्सलेटर युज्ड इन लो लेभल ल्याङ्ग्वेज इज कम्पाइलर पनि हो, इन्टरप्रेटर पनि हो र एसेम्बलर पनि हो भनेपछि सबै चाहिँ हाम्रो लो लेभल ल्याङ्ग्वेज भित्र पर्ने रहेछ है। अर्को क्वेशनमा जाउँ हामी, व्हिच अफ द फलोइङ इज नट अ आउटपुट डिभाइस। तलका मध्ये कुन चाहिँ आउटपुट डिभाइस होइन है। ध्यान दिनु होला, इट्स नट एन आउटपुट डिभाइस भनिसकेपछि कुन चाहिँ होइन त? स्पिकर, मोनिटर, डिजिटर र प्लोटर। अभियसली डिजिटर होइन है। डिजिटर भनेको चाहिँ हाम्रो आउटपुट डिभाइस होइन, यो इनपुट डिभाइस हो। त्यस्तै गरी जाउँ हामीले 23 नम्बरको क्वेसन, व्हिच अफ द फलोइङ इज अ सफ्ट कपी अफ आउटपुट डिभाइस। तलका मध्ये कुन चाहिँ सफ्ट कपी हो त आउटपुट डिभाइसको भन्दा स्पिकर चाहिँ हो, किन भन्दा यसले सफ्टली रूपमा
काम गर्ने हुन्छ। मोनिटर होइन, भिजुअल डिस्प्ले ग्राफिक्स युनिट होइन, ग्राफ युनिट, भिजुअल डिस्प्ले ग्राफ युनिट पनि भनिन्छ, त जसलाई अर्को भाषामा डिजिटल आइट पनि होइन, प्रोटर पनि होइन। स्पिकर चाहिँ हाम्रो सफ्ट कपी आउटपुट डिभाइस हो, यो तपाईँले याद पनि गर्न सक्नुहुन्छ। अर्को क्वेसन छ 1 KB मा डट बाइट हुन्छ, तलका विभिन्न अप्सन मध्ये 1 KB मा कति बाइट हुन्छ भनेर सोधेको छ। तपाईले गेस गर्न सक्नुहुन्छ 1024 1024 इन्टु 1024 अथवा माथिका सबै कुन चाहिँ हुन्छ नि त गेस गर्नुस् त। एकैछिन म तपाईलाई 3 सेकेन्डको समय दिनेछु। गेस गर्नुभयो है? गेस गर्नुभयो भने मलाई थाहा छ तपाईले पक्कै मिलाउनु भयो। 1024 चाहिँ यसको राइट एन्सर रहेको छ साथीहरु। 1 MB मा 1024 बाइट्स हुन्छ, तपाईले याद गर्नु होला। Before booting the computer, the system file recite on hard disk. कम्प्युटर रन हुनुभन्दा अगाडि केले सिस्टम रिसाइट गर्छ भन्दा हाम्रो हार्ड डिस्कले चाहिँ रिसाइट गर्ने हुन्छ, तपाईले यो याद गर्नुपर्ने हुन्छ। The processing elements of 5th generation of a computer. The processing elements of 5th generation of computer is organic clip है। Organic clip is a correct answer यसको। 27 नम्बरमा छ the printing quality measures in resolution and resolution measures in printing quality। जस्तो के भन्नु त the printing quality measure in resolution। printing quality मा केले डिफाइन गर्छ, केले जाँच गर्छ भन्दा रेजोल्युसनले गर्छ भने रेजोल्युसन मेजर इन रेजोल्युसनलाई चाहिँ केले जाँच गर्छ त भन्दा DPI ले जाँच गर्ने हुन्छ है। प्रिन्टिङ क्वालिटी मेजर इन अ रेजोल्युसन एन्ड रेजोल्युसन मेजर इन अ DPI, तपाईले याद गर्नु होला। MO डिस्क भनेको के हो? MO डिस्क भनेको के हो त? बेस्ड अन अप्टिकल एन्ड म्याग्नेटिक टेक्नोलोजी भनेको चाहिँ MO डिस्क हो। बेस्ड अन अप्टिकल एन्ड म्याग्नेटिक टेक्नोलोजी है। The output of the DRAT is better than other। के हो त? The output of the DRAT is better than CRT monitor है। The output of the DRAT is better than monitor भनेको CRT monitor। 30 नम्बरको क्वेशनमा जाउँ। The DRAT translate the source code into machine code is translator। translator हो यसको सही उत्तर। The translator translates the source code into machine code is translator है। तपाईले याद गर्नु होला। which number system user the both number and character to represent number। तपाईले यो क्वेशन बुझ्नु भयो कि बुझ्नु भएन? which number system user the both number and character। both दुवै कुन सिस्टमले हैन, युजर भनेको प्रयोगकर्ता भइहाल्यो, बोथ भनेको दुवै, यसरी पनि बुझ्नुहुन्छ। एक एकवटा तपाईले क्वेशन नबुझ्दा एक एकवटा शब्दलाई केलाएर पनि तपाईले बुझ्न सक्नुहुन्छ। नम्बर एन्ड क्यारेक्टर। क्यारेक्टर भनेको अब त्यसको फिचर्स विशेषता भनौं हैन। टु रिप्रेजेन्ट नम्बर हेक्साडेसिमल भन्नेले चाहिँ त्यो जनाउँदो रहेछ है। अब जाउँ द डिभाइस इज युज्ड टु जियोग्राफिकल म्यापिङ इज अ digitalized। The device used in geographical mapping is digitalizer। digitalizer कस्तो यो जिब्रो लट फटिएको साथीहरु, त्यस्तै हो कहिलेकाहीँ है। मोनिटर इज एन मोनिटर के हो त? तलका मध्ये मोनिटर कुन हो त? VDU, TV, CUD र ननथि यो कुनै पनि होइन कि भन्दा फर्स्ट अप्सन VDU जसको पूरा रूप भिडियो डिस्प्ले युनिट। तपाईले देख्न सक्नुहुन्छ ग्रीन लाइनले हाइलाइट भइसकेको छ है। अर्को 34 नम्बरको क्वेशनमा जाउँ। DDR स्ट्यान्ड फर है। DDR को पूरा रूप के हो त? डबल के हो त? डबल डाटा रेट। DDR भनेको डबल डाटा रेट हो है। डबल डेन्सिटी रेट होइन, डेन्सिटी डाटा रेट होइन, अलग त्यो माथिका सबै होइन, डबल डाटा रेट। फर्स्ट अप्सन चाहिँ हाम्रो राइट एन्सर रहेको छ। 35 नम्बरमा जाउँ। द नेम अफ द क्लिप विल बी एप्लाइड फर डाइनामिक एन्ड हाई पावर कम्प्युटिङ बेस्ड अन अ भेरी लेटेस्ट टेक्नोलोजी।
मलाई लाग्छ बायोचिप। बायोचिप चाहिँ अहिले हाम्रो जुन लेटेस्ट टेक्नोलोजीमा चाहिँ एकदमै डाइनामिक र हाई पावरको रूपमा कम्प्युटिङ डिभाइस र अहिलेको टेक्नोलोजीमा चाहिँ बायोचिप्सको प्रयोग गरेको पाइन्छ है। 36 नम्बरमा जाउँ। अ क्वालिटी अफ प्रिन्टर डिपेन्ड्स अपन। प्रिन्टरको क्वालिटी केमा चाहिँ भर पर्छ त? प्रिन्टरले कस्तो क्वालिटी प्रिन्ट गर्ने भन्ने कुरा केमा चाहिँ डिपेन्ड गर्छ, केमा चाहिँ निर्भर रहन्छ भन्दा रेजुलेसन। साथीहरू तपाईँ फोटोसप चलाउनुहुन्छ अथवा अन्य कुनै ग्राफिक सफ्टवेयर चलाउनुहुन्छ भने तपाईँलाई रेजुलेसनको बारेमा पक्कै थाहा छ। जति हामीले रेजुलेसन एडजस्ट गरेर डिजाइनले मागेको अनुसार रेजुलेसन मिलाएर हामीले डिजाइन गर्न सक्यो त्यति हाम्रो प्रिन्टिङ क्वालिटी चाहिँ हाईमा आउने हुन्छ है साथीहरू। ल 37 नम्बरमा जाउँ। द सिस्टम डाटा इज इन डट फर्मेट। तलका मध्ये ANSI ब्रिटिस, त्यसपछि अमेरिकन र इन्टरनेसनल डाटा फर्मेटहरू तलका मध्ये कुन ल्याङ्ग्वेज सिस्टममा कुन ल्याङ्ग्वेजको प्रयोग गरिन्छ अथवा कुन फर्मेटमा हुन्छ भन्दा अमेरिकन टेक्स्टको फर्मेटमा हुन्छ है साथीहरू। 38 नम्बरमा जाउँ। विच अफ द फलोइङ इज अ टाइप अफ रोम। तलका मध्ये फलोइङ इज नट अ टाइप अफ रोम भनेपछि कुन चाहिँ तलका मध्ये रोमका टाइप होइन? ई रोम होइन, पी रोम होइन कि फ्ल्याक्स मेमोरी होइन कि इपी रोम होइन कि भर्चुअल मेमोरी होइन भन्दा अभियसली भर्चुअल मेमोरी चाहिँ हाम्रो रोमका टाइप होइन। सेकेन्ड लास्ट क्वेसन। विच इज नट अ क्यारेक्टरिस्टिक अफ कम्प्युटर। तलका मध्ये कम्प्युटरको विशेषता कुन चाहिँ होइन? स्पिड होइन, एक्युरेसी शुद्धता होइन, डिलिगेन्ट यो धैर्यता, निर्भरता होइन, निरन्तरता यो होइन कि अन्डरस्ट्यान्डिङ बुझ्ने होइन कि भन्दा अभियसली अन्डरस्ट्यान्डिङ। कम्प्युटर आफैले बुझ्दैन, जसलाई एउटा प्रयोगकर्ता युजर्सद्वारा बुझाउनु पर्ने हुन्छ। त्यसकारणले अन्डरस्ट्यान्डिङ चाहिँ कम्प्युटरको विशेषता होइन, आफैले बुझ्दैन, कोही युजरद्वारा बुझायो भने मात्रै त्यसले युजरले दिएको निर्देशन अनुसार काम गर्ने हुन्छ है। आजको पार्ट 2 को डे 2 को लास्ट क्वेसनमा जाउँ। इन्टेलिजेन्ट इपिरोम स्ट्यान्ड्स फर पिरोमको प्रारूप के हो भन्न खोजे अब यो क्वेसनले। प्रोग्रामेबल रिड ओन्ली मेमोरी हो साथीहरू, जुन तपाईँले सेकेन्डमा देख्न सक्नुहुन्छ। प्रोग्रामेबल रिड ओन्ली मेमोरी यो रोमको प्रकारभित्र पिरोमको प्रारूप प्रोग्रामेबल रिड ओन्ली मेमोरी साथीहरू। विच अफ द फलोइङ इज नट अ म्याक स्टोरेज डिभाइस। तलका मध्ये कुन चाहिँ मास स्टोरेज डिभाइस होइन भनेको छ? ऱ्याम चाहिँ हाम्रो मास स्टोरेज डिभाइसभित्र पर्दैन। अर्को अप्सनमा जाउँ। इन कम्प्युटर अल क्यालकुलेसन पर्फर्मड आर मेड इन अर्थमेटिक एन्ड लजिकल युनिट, ALU एन्ड CU पनि भनिन्छ सर्टकटमा। इन कम्प्युटर अल क्यालकुलेसन पर्फर्मड आर मेड अन। कम्प्युटरमा चाहिँ अल क्यालकुलेसन रिलेटेड है, कुनै पनि हिसाब किताब रिलेटेड काम गर्नु पर्यो, युनिटहरू मेजर गर्नु पर्यो भने चाहिँ ALU र CU ले काम गर्ने हुन्छ, जसलाई अर्थमेटिकल लजिकल युनिट र कन्ट्रोल युनिट पनि भन्ने गरिन्छ है। 43 नम्बरमा। विच अफ द फलोइङ मेमोरी ह्याज द सर्टेस्ट एक्सेस टाइम। तलका मध्ये कुन चाहिँ मेमोरी एकदम सर्टेस्ट टाइमका लागि मात्रै प्रयोग गरिन्छ भन्दा रजिस्टर नामका मेमोरी चाहिँ एकदम सर्टेस्ट टाइमका लागि मात्रै प्रयोग गरिन्छ। तपाईँले यो बुझ्नुपर्छ, यो एकदमै महत्त्वपूर्ण VVVI क्वेसन हो है त। ल 44 नम्बरमा जाउँ। विच इज नट सिस्टम सफ्टवेयर। तलका मध्ये कुन चाहिँ सिस्टम सफ्टवेयर होइन? विन्डोज अपरेटिङ सिस्टम, ट्रान्सलेटर, इमुलेटर र एक्सल मध्ये एक्सल चाहिँ होइन। एक्सल भनेको हाम्रो एप्लिकेसन सफ्टवेयर हो है, एक्सल भनेको सिस्टम सफ्टवेयर होइन है त। 45 नम्बरमा जाउँ। विच वान इज द स्वेस्ट एक्सेस मेमोरी एमङ द फलोइङ। तलका मध्ये कुन चाहिँ स्वेस्ट एक्सेस मेमोरी होइन भनेको छ? यो भनेको हाम्रो डिस्क चाहिँ होइन। मैले तपाईँलाई सरस्वती लिएर गएँ। द स्पिड अफ द लेजर प्रिन्टर इज मेजर्ड इन अ PPM। द स्पिड अफ लेजर प्रिन्टर इज मेजर्ड इन PPM। अर्को अप्सन जाउँ। कम्प्युटर इज एन डट मेसिन। तलका मध्ये कम्प्युटर कुन चाहिँ मेसिन हो? इलेक्ट्रिसियन, मेकानिकल, इन्जिनियरिङ र इलेक्ट्रोनिक भन्दा अभियसली इलेक्ट्रोनिक डिभाइस हो है त कम्प्युटर। अर्को क्वेसनमा जाउँ हामी। विच इज नट सिस्टम सफ्टवेयर। तलका मध्ये कुन चाहिँ सिस्टम सफ्टवेयर होइन त? माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट विन्डोज, डिभाइस ड्राइभर,
हार्ड डिस्क रिकभर्स युटिलिटी भन्दा अभियसली हाम्रो माइक्रोसफ्ट वर्ड भनेको चाहिँ हाम्रो के हो त एप्लिकेसन सफ्टवेयर हो, त्यो चाहिँ हाम्रो सिस्टम सफ्टवेयर होइन है त। अर्को अप्सन जाउँ, विच अफ दिस अ पोइन्टिङ डिभाइस। पोइन्टिङ डिभाइस भनेर कुन डिभाइसलाई चिनिन्छ? टच प्याडलाई चिनिन्छ है साथीहरू, अभियसली टच प्याडले चिनिन्छ। टच प्याड भनेर माउसलाई पनि बुझ्न सक्छौँ। विच अफ द म्याग्नेटिक स्टोरेज डिभाइस। म्याग्नेटिक स्टोरेज डिभाइस तलका मध्ये कुन हो त? कुनै पनि होइन साथीहरू है, तलका मध्ये कुनै पनि म्याग्नेटिक स्टोरेज डिभाइस होइन। विच इज एन इनपुट डिभाइस। तलका मध्ये कुन चाहिँ इनपुट डिभाइस हो भन्दा होइन, विच इज नट भनेको छ है त। विच इज नट इनपुट डिभाइस भन्दा स्क्रिन, टच स्क्रिन भनिसकेपछि यो इनपुट भइ नै हाल्यो, माउस भइ नै हाल्यो, एमआइडिआई भइ नै हाल्यो। स्क्रिन भनेको चाहिँ हाम्रो मोनिटर हो, त्यसकारणले मोनिटर अथवा स्क्रिन चाहिँ हाम्रो के होइन त इनपुट डिभाइस होइन। तपाईँले यसरी बुझ्नु होला। विच अफ द फलोइङ इज नट अ माइक्रो कम्प्युटर। तलका मध्ये कुन चाहिँ माइक्रो कम्प्युटर होइन त? हाम्रो माइक्रो कम्प्युटरको प्रकार डेस्कटप, ल्यापटप, ह्यान्ड पकेट, ल्यापटप आदि इत्यादि थियो भने मेन फ्रेम कम्प्युटर भनेको छुट्टै साइजको कम्प्युटर हो, जसकारण माइक्रो कम्प्युटर हाम्रो मेन फ्रेम कम्प्युटरभित्र पर्दैन। नेक्स्ट क्वेसनमा जाउँ। अ पर्सनल कम्प्युटर इज अ। पर्सनल कम्प्युटर भनेर हामीले माइक्रो कम्प्युटरलाई पनि बुझ्न सक्छौँ, जसमा माइक्रो कम्प्युटरभित्र डेस्कटप र ल्यापटप, ह्यान्ड पकेट अनि ल्यापटप पर्ने गर्छ। ल्यापटप हामीले पर्सनल युजको लागि जता पनि बोकेर लान सक्ने भएकाले पर्सनल कम्प्युटर भनेर माइक्रो कम्प्युटरलाई चिनिन्छ है त। अर्को क्वेसनमा जाउँ हामीले। विच कम्पोनेन्ट आर यु अनलाइकली फाइन्ड एज पार्ट अफ मदरबोर्ड भन्दा यो हाम्रो सिडी रोम हुनसक्छ साथीहरू, सही भएछ। सिडी रोम चाहिँ हाम्रो अनलाइकली फाइन्ड एज पार्ट अफ मदरबोर्ड। मदरबोर्डको चाहिँ एउटा पार्ट भनेको सिडी रोम पनि हो, किनभने मदरबोर्डमा नै यो सिडी रोम सेट गरिएको हुन्छ, फिट गरिएको हुन्छ, जस्ट कारणले गर्दा है। 55 नम्बरको क्वेसन। हाई डाटा एक्युरेसी प्रोडक्टेड बाई। तल 3वटा कम्प्युटर राखिएको छ, एनालग, डिजिटल र हाइब्रिड। यसमध्ये सबैभन्दा डाटा बढी हाई प्रोटेक्ट गर्ने चाहिँ हाम्रो के हो त डिजिटल कम्प्युटर हो है। एनालग कम्प्युटर भनेको चाहिँ तपाईँले टेलिफोन, त्यसपछि गएर अब घडीहरू, एन्टिलग घडीहरू यस्तो तपाईँले बुझ्न सक्नुहुन्छ होइन। अब डिजिटल भन्ने बित्तिकै चाहिँ अब डिजिटल सिस्टमको घडी हुन्छ, जस्तो पेट्रोल पम्पहरूमा राख्ने नम्बरिङ हुन्छ। जस्तो तपाईँ एउटा कुनै पेट्रोल पम्पमा जानुभयो, तपाईँलाई 500 को तेल हाल्नु पऱ्यो एउटा गाडीमा या बाइकमा, मानौँ ल 500 को तेल हाल्नु पऱ्यो भने तपाईँले 500 को हाल्ने भनेपछि उहाँहरूले मेसिनमा सेट गर्नुहुन्छ। 500 भन्दा 1 रुपियाँ तपाईँलाई बढी पनि हाल्दैन, कम पनि हाल्दैन क्या मेसिनले। त्यस्तो सिस्टम भनेको डिजिटल कम्प्युटर सेट गरेको हुन्छ, डिजिटल भयो। हाइब्रिड भनेको तपाईँको अब हस्पिटलहरूमा विशेष गरी राखिन्छ, जस्तो कुनै एक्सरेहरू जाँच गर्न, तपाईँको त्यो टेम्परेचरहरू होइन, हाई लो, तपाईँको ज्वरो आएको छ कि छैन त्यो चेक गर्ने मेसिनदेखि लिएर धेरै किसिमका मेसिनहरू हुन्छ, ती भनेको चाहिँ हाइब्रिड कम्प्युटर हो है। त्यसमध्ये सबैभन्दा बढी डाटाहरू प्रोटेक्ट गर्ने भनेको चाहिँ डिजिटल कम्प्युटर हो है। तपाईँलाई मैले थोरै यो डेफिनेसन इक्जाम्पल दिएर बुझाउन मात्रै खोजेँ। अर्को अप्सन। विच वान अफ द फलोइङ इज अ ओल्डेस्ट स्टोरेज डिभाइस। तलका मध्ये कुन चाहिँ सबैभन्दा पुरानो स्टोरेज डिभाइस हो भन्दा पेपर ट्याब भन्ने चाहिँ हाम्रो सबैभन्दा पुरानो स्टोरेज डिभाइस हो, तपाईँले बुझ्न सक्नुहुन्छ। अन्तिममा छौँ डे 3 को क्लास पनि। द कम्युनिकेसन पोर्ट इज युज्ड फर मोडेम कनेक्सन। त्यसपछि गएर जाउँ मोडेम इज अ कनेक्टेड विथ है। मोडेम इज अ कनेक्टेड विथ कम पोर्ट होला। कम पोर्टमा चाहिँ हाम्रो मोडेमहरू कनेक्टेड गरिन्छ। मोडेम भनेको टेलिफोन, कम्प्युटर र टेलिफोन बिच कनेक्सन गर्ने एउटा तार हो, जसलाई चाहिँ कम पोर्टले गरिने रहेछ। विच अफ द फलोइङ इज अ लो लेभल ल्याङ्ग्वेज। तलका मध्ये कुन चाहिँ लो लेभल ल्याङ्ग्वेज। एसेम्ब्ली र मेसिन दुवै, बोथ ए एन्ड बी भनेपछि एसेम्ब्ली र मेसिन दुवै ल्याङ्ग्वेज चाहिँ हाम्रो लो लेभल ल्याङ्ग्वेजभित्र पर्यो। र आजको लास्ट क्वेसन, डे 3 को लास्ट क्वेसन। विच वान इज रिमुभेबल डिस्क। तलका मध्ये कुन चाहिँ रिमुभेबल डिस्क हो भन्दा अल अफ दि एबभ। जिप डिस्क पनि हो, पेन ड्राइभ पनि हो, फ्लोपी डिस्क पनि हो, जस कारण अल अफ दि एबभ भयो। आज 61 नम्बरको पहिलो क्वेसन। द क्यापासिटी अफ कम्प्याक्ट डिस्क इज।
640 MB है त। एउटा कम्प्याक्ट डिस्कले चाहिँ 640 MB बराबरको चाहिँ डाटाहरू क्यापासिटी गर्ने क्षमता राख्दछ। विच इज नट हार्डवेयर, तलका मध्ये कुन चाहिँ हार्डवेयर होइन? सिडी चाहिँ हाम्रो तलका मध्ये हार्डवेयर होइन। किबोर्ड, माउस, प्रिन्टर सबै हाम्रो हार्डवेयरभित्र पर्दछन् भन्ने सिडी चाहिँ पर्दैन। 63 नम्बर क्वेसनमा द अबाकस वाज ओरिजिनल फ्रम चाइना, कोरिया, जापान, युएसए। कुन देशबाट चाहिँ अबाकसको सुरुवात गरियो? कुन देशबाट चाहिँ अबाकसको सुरुवात भएको थियो भनेर क्वेसन आउँदाखेरि अभियसली चाइना, यो हामी सबैलाई जानकारी भएको कुरा थियो। 64 नम्बरको क्वेसनमा छौँ, एन्टिभाइरस प्रोग्राम फाइल्स अन क्याटेगोरी। एन्टिभाइरस प्रोग्राम तलका मध्ये कुन क्याटेगोरीमा चाहिँ पर्दछ? सिस्टम सफ्टवेयरभित्र या एप्लिकेसन सफ्टवेयर, युटिलिटी सफ्टवेयर अथवा सबै सिस्टमभित्र कुनभित्र पर्दछ भन्दा युटिलिटी सफ्टवेयरभित्र हाम्रो एन्टिभाइरस पर्दछ। एसएमपिएसको प्रारूप के हो? एसएमपिएसको प्रारूप के हो? स्विचिङ मोड पावर सप्लाई, सिस्टम मोड पावर स्टेसन, स्विच मोड पावर सिस्टम, नन अफ द एबभ। कुन चाहिँ हाम्रो एसएमपिएसको प्रारूप हो? तपाईँले गेस गर्न सक्नुहुन्छ। तपाईँको गेस पक्कै मिल्यो होला। स्विच मोड पावर सप्लाई, स्विचिङ मोड पावर सप्लाई इज करेक्ट एन्सर। तपाईँले यो याद गर्नु होला। अर्को क्वेसन, विच इज नट अ बेसिक टाइप अफ कम्प्युटर। तलका मध्ये कुन चाहिँ बेसिक टाइप्स अफ कम्प्युटरभित्र पर्दैन? सुपर कम्प्युटर चाहिँ हाम्रो बेसिक टाइप्स अफ कम्प्युटरभित्र पर्दैन। विच इज नट अ डाइरेक्ट इन्ट्री इनपुट डिभाइस। तलका मध्ये कुन डिभाइसबाट चाहिँ डकुमेन्टहरू, डाटाहरू इन्ट्री गर्दा डाइरेक्ट इम्प्याक्ट पर्दैन? किबोर्डबाट गर्दा पर्दैन साथीहरू है। स्क्यानर, बारकोड रिडर र ओएमआर यी भनेका सबै स्क्यान गर्ने सिस्टमहरू भने किबोर्ड भनेको टाइप गर्ने सिस्टम हो, जस कारणले डाइरेक्ट इम्प्याक्ट पर्न जाँदैन। 68 नम्बरको क्वेसनमा जाउँ, हाउ मेनी टाइप्स अफ डिफ्रेन्ट डिभाइस द्याट सपोर्टेड बाई युएसबी पोर्ट। कतिवटा डिभाइसहरूमा फरक कतिवटा डिभाइसहरूमा चाहिँ युएसबी पोर्ट सपोर्ट गर्ने हुन्छ? 127 वटा फरक डिभाइसमा युएसबी पोर्टले सपोर्ट गर्ने हुन्छ। अर्को क्वेसन जाउँ, विच अन इज द कम्पोनेन्ट अफ कम्प्युटर सिस्टम? हार्डवेयर, सफ्टवेयर, ह्युमनवेयर, अल अफ द एबभ। विच अन इज द कम्पोनेन्ट अफ कम्प्युटर सिस्टम? अल अफ द एबभ। हार्डवेयर, सफ्टवेयर, ह्युमनवेयर हाम्रो सबै कम्पोनेन्ट अफ कम्प्युटर सिस्टमहरू हुन्। नेक्स्ट क्वेसन जाउँ, सिपियु स्पिड अफ द स्पिड अफ सिपियु इज मेजर्ड इन। द स्पिड अफ सिपियु इज मेजर्ड इन। सिपियुको चाहिँ हामीले स्पिड के कुन तलका अप्सनहरूमध्ये कुन मार्फत चाहिँ मेजर गरिन्छ, नापजाँच गरिन्छ भन्दा एमएफजेड मार्फत नापजाँच गरिन्छ। क्यास मेमोरी भनेको के हो? क्यास मेमोरी डट स्टोर डाटा पर्मानेन्टली, होल्ड डाटा टाइम, visited website only, helps to store more data in hard disk, placed between the main memory and microprocessor. Placed between the main memory and microprocessor. Cache memory ले मेन मेमोरी र माइक्रोफोनको बिचमा बसेर डाटाहरूलाई चाहिँ प्लेस्ड गर्ने काम गर्छ। सो क्याश मेमोरी भनेको यही हो साथीहरू। 72 नम्बरको क्वेसनमा जाउँ, विच इज नट अ क्यारेक्टरिस्टिक अफ कम्प्युटर? अटोमेटिक, लेजी, हाई स्पिड र एक्युरेट। कुन चाहिँ होइन भन्दा अभियसली लेजी चाहिँ होइन, किन भन्दा कम्प्युटर आफैमा अल्छी हुन्न। कम्प्युटरमा निर्देशन दिने युजर्स अल्छी भयो भने कम्प्युटर अल्छी हुने हो, नभए युजर्सले जति कामहरू हामीले निर्देशनहरू दिन सक्यो कम्प्युटरले उति कामहरू गर्ने हुन्छ। जस कारणले गर्दा कम्प्युटरको विशेषतामा तलका मध्ये लेजी चाहिँ हाम्रो पर्दैन। विच अन हैज द हाइएस्ट स्टोरेज क्यापासिटी? तलका मध्ये कुन स्टोरेज डिभाइसले चाहिँ हाइएस्ट क्यापासिटी राख्ने क्षमता गर्दछ? सिडी, डिभिडी, फ्लोपी डिस्क, हार्ड डिस्क। अभियसली हार्ड डिस्क, किनकि हार्ड डिस्कमा धेरै डाटाहरू गिगाबाइटको माध्यमबाट, जिबीको माध्यमबाट, विभिन्न कति जिबीको हार्ड डिस्क भन्ने हुन्छ नि त हैन। हामीले हाम्रो कम्प्युटरहरुमा डाटा स्टोर पनि हार्ड डिस्कमै गरेको हुन्छ, जस कारणले तलका मध्ये हार्ड डिस्कले चाहिँ अलिकति बढी अथवा धेरै बढी डाटाहरू क्यापासिटी राख्ने क्षमता राख्दछ। 74 नम्बरको क्वेसन छ, माउस इज र डिभाइस। तलका मध्ये माउस कुन डिभाइस होइन? इनपुट कुन डिभाइस हो त? इनपुट डिभाइस हो कि सीपीयू हो कि आउटपुट डिभाइस हो या प्रोसेसर हो भन्दा इनपुट डिभाइस हो माउस भनेको। अर्को अप्सनमा जाउँ, स्टोरेज क्यापासिटी अफ हार्ड डिस्क इज मेजर्ड इन।
अघि हामीले कुरा गरिसक्यौँ हार्ड डिस्क भनेको के हो त सबैभन्दा धेरै डाटा स्टोर गर्न सक्ने क्षमता भएको एउटा स्टोरेज डिभाइस हो भने यसमा के मार्फत चाहिँ के गरिन्छ डाटा क्यापेसिटी बढ्छ टेराबाइट टिबी गिगाबाइट जिबी मेगाबाइट एमबी बोथ ए एन्ड बी कुन मार्फत भन्दा गिगाबाइट जिबीको आधारमा यसले काम गर्ने हुन्छ जस्तो कति जिबीको हार्ड डिस्क भन्छ नि त मान्छेहरूले नर्मली गिगाबाइट इज यसको राइट एन्सर 76 नम्बरको फास्टेस्ट मेमोरी अफ कम्प्युटर सिस्टम तलका मध्ये कुन चाहिँ सबैभन्दा फास्ट मेमोरी हो त भन्दा क्याश मेमोरी हो किनकि अघि हामीले मेन मेमोरी र माइक्रो प्रोसेसर बिचमा चाहिँ यसले बसेर डाटाहरूलाई प्लेस गर्ने काम गर्छ भनेको जस कारणले गर्दा क्याश मेमोरी भनेको सबैभन्दा फास्टेस्ट सुपर फास्टेस्ट मेमोरी हो तपाईले यसरी बुझ्नु होला अर्को क्वेशन जाउँ सीपीयू इज ब्रेन अफ कम्प्युटर देन इज के हो त भन्दा नर्भ सेन्टर अफ कम्प्युटर सीपीयू इज ब्रेन अफ कम्प्युटर सीपीयू चाहिँ ब्रेन अफ कम्प्युटर हो भने देन सीयू चाहिँ के हो त भन्दा नर्भ सेन्टर अफ कम्प्युटर हो नर्भ सेन्टर अफ कम्प्युटर फिचर्स अफ यूएसबी युनिभर्सल सिरियल बस यसको विशेषता के हो स्पिड एन्ड एक्सपेन्सन हो स्लो डाउन होइन अरू त हुने भइने कुरा भएन है त बोथ ए एन्ड बी दुवै होइन किन भन्दा यो स्लो हुन्न एकदम डाटाहरू यसले फास्ट ट्रान्सफर गर्नुहुन्छ सो स्पिड एन्ड एक्सपेन्सन यसको राइट एन्सर 79 द फर्स्ट जेनेरेसन कम्प्युटर इज युज्ड फर भ्याकुम ट्युब है पहिलो जेनेरेसनको कम्प्युटरमा भ्याकुम ट्युब्सको प्रयोग गरिएको थियो लास्ट क्वेसन पार्ट 4 को द फर्स्ट क्याल्कुलेसन मेसिन अबाकस इज एन कुन देशबाट चाहिँ सुरुमा चाहिँ क्याल्कुलेसन गर्न थालियो चाइना 200 विक्रम सम्वतमा जापान 1600 विक्रम सम्वतमा इन्डिया 3000 विक्रम सम्वत अथवा कुनै पनि होइन कि भन्दा हाम्रो चाइनाबाट चाहिँ यो सुरुवात गरियो हुन्छ र 81 नम्बरको क्वेसन हामी ढिलो नगरिकन चर्चा गर्नेछौँ द कम्प्युटर ड्राइभर इज द कम्प्युटर ड्राइभर है तलका मध्ये कुन चाहिँ कम्प्युटर ड्राइभर हार्डवेयर कन्ट्रोलर डाटा कन्ट्रोलर हार्डवेयर एन्ड गेम कन्ट्रोलर अल अफ दि एबभ भन्दा हार्डवेयर कन्ट्रोलर चाहिँ हाम्रो ड्राइभर हो कम्प्युटरको है त किन भन्दा हार्डवेयर र सफ्टवेयरको माध्यमबाट हाम्रो कम्प्युटर चल्ने हुन्छ जस कारणले यहाँ सफ्टवेयर छैन अप्सनमा जस कारण हार्डवेयर कन्ट्रोलर अर्को क्वेसन डिजिटल कम्प्युटर ह्यान्डल्स डिजिटल कम्प्युटरलाई केले ह्यान्डल गर्छ भन्दा डिस्क्रिट डाटाले है कन्टिन्युस डाटाले होइन डिस्क्रिट डाटाले होइन टेक्सचुअल डाटाले पनि होइन कुनै पनि अप्सन त हुने नै भएन डिस्क्रिट डाटाले चाहिँ हाम्रो कम्प्युटरहरू डिजिटल कम्प्युटरहरू ह्यान्डल गर्छ किन भन्दा डिजिटल कम्प्युटरमा सबैभन्दा बढी डाटाहरू नै एनालाइज गर्ने गरिन्छ 83 नम्बरको क्वेसनमा जाउँ लो लेभल ल्याङ्ग्वेज इज लो लेभल ल्याङ्ग्वेज भनेको एसेम्ब्ली लेभल ल्याङ्ग्वेज पनि हो तपाईले बुझ्नु होला है लो लेभल ल्याङ्ग्वेज भनेको एसेम्ब्ली लेभल ल्याङ्ग्वेज पनि हो विच अन इज नट हार्डवेयर तलका मध्ये कुन चाहिँ हार्डवेयर होइन भनेको छ तपाईले जिप ड्राइभ भनेको हाम्रो सफ्टवेयर हो है कम्प्युटरलाई रनिङ गर्नको लागि चाहिने जिप फाइलहरू रन गर्नको लागि चाहिने एउटा ड्राइभ हो जस कारणले गर्दा हार्ड डिस्क भनेको हाम्रो मेमोरी भयो जिप डिस्क भइहाल्यो हैन एनआईसी भइहाल्यो यी सबै चाहिँ हाम्रो हार्डवेयरहरू हुन् भने यो भनेको चाहिँ हाम्रो जिप ड्राइभ भनेको चाहिँ सफ्टवेयर भित्र पर्दछ है विच इज युज्ड इन बाइनरी कोड तलका मध्ये बाइनरी कोड प्रयोग गर्न कुन युज गरिन्छ एएससीआई एएनएसआई EDBCDIC कुन नम्बर अथवा कुन सिस्टम युज गरिन्छ भन्दा EDBCDIC प्रयोग गरिँदै रहेछ यो एउटा सिस्टम हो तपाईले जस्ट याद मात्रै गर्दा हुन्छ यसको चाहिँ विच इज पपुलर सेकेन्डरी स्टोरेज डिभाइस तलका मध्ये कुन चाहिँ सबैभन्दा पपुलर स्टोरेज डिभाइस हो भन्दा ट्याब डिभाइस हो कि डिस्क हो कि फ्लोपी डिस्क हो कि नन अफ द एबभ कुन हो तलका मध्ये भन्दा डिस्क हार्ड डिस्क भनौँ न होइन डिस्क भन्दा पनि हार्ड डिस्क तपाईँले बुझ्न सक्नुहुन्छ HDD हार्ड डिस्क ड्राइभ यो चाहिँ हाम्रो सबैभन्दा पपुलर स्टोरेज सेकेन्डरी डिभाइस हो है त विच डिभाइस इज युज टु रिलेसन फर कम्प्युटर एन्ड युजर कुन डिभाइस चाहिँ कम्प्युटर एन्ड युजरमा रिलेसन हुन्छ भन्दा प्रिन्सिपल पेरिफेरल है पेरिफेरलको आधारमा कम्प्युटर एन्ड युजर चाहिँ हामी के हुन्छ त रिलेसनमा आधारित हुन्छ तपाईले यसरी बुझ्नु होला सफ्टवेयर हार्डवेयर मेमोरी नभएर पेरिफेरलको आधारमा कम्प्युटर र युजरहरू रिलेसनमा रहन्छन् एक आपसमा सम्बन्धित रहन्छन् आधारभूत रहन्छन् मिलेर काम गर्छन् भन्न खोजेको त्यसरी बुझ्नु होला ओसीआर अप्टिकल क्यारेक्टर रिडर जसको पुरा रूप ओसीआर भनेको एउटा स्क्यान गर्ने डिभाइस हो अप्टिकल क्यारेक्टर रिडर जुन बारकोडहरू जुन सुपरमार्केटहरूमा प्रयोग गरिन्छ भने यो भनेको के हो आउटपुट डिभाइस हो कि स्टोरेज डिभाइस हो कि डिभाइस मात्रै हो कि डाइरेक्ट इनपुट डिभाइस हो भन्दा
अ डाइरेक्ट इनपुट डिभाइस हो। अघि पनि हामीले इनपुट डिभाइसमा चाहिँ के गरेका थियौँ त, यो बारकोडलाई चाहिँ हामीले मेन प्राथमिकता दिएको थियौँ, देख्न सक्नुहुन्छ। अ डाइरेक्ट किन भन्दा यो इनपुट डिभाइसभित्र रहँदाखेरि के गर्छ, यसले डाइरेक्ट काम गर्छ कि। अघि चाहिँ कुनमा काम गर्दैन भन्दा हामीले किबोर्ड राइट एन्सर भनेको थियौँ, योभन्दा अगाडिको भिडियोमा होला सायद है, त्यसरी बुझ्नु होला है। अर्को क्वेसन जाउँ। इन केस अफ माइक्रो कम्प्युटर हार्ड डिस्क ड्राइभ इज नोन एज, इन केस अफ माइक्रो कम्प्युटर है, हार्ड डिस्क ड्राइभ इज नोन एज फिक्स डिस्क हो है त। 90 नम्बरमा जाउँ। बायोचिप्स फल्स अन, बायोचिप्स भनेको चाहिँ 5th जेनेरेसनमा प्रयोग गरिएको एउटा चिप्स हो, जुन फर्स्ट जेनेरेसनमा भ्याकुम ट्युब, सेकेन्ड जेनेरेसनमा गएर हाम्रो ट्रान्जिस्टर, थर्ड जेनेरेसनमा गएर हाम्रो के थियो त आइसी इन्टरग्रेटेड सर्किट्स भने 5th जेनेरेसनमा गएर चाहिँ हाम्रो बायोचिप्सहरू प्रयोग गरिएको थियो होइन। त्यसपछि 4थमा भन्ने हो भने VLSI भन्ने छ, भेरी लार्ज अल्ट्रा स्केल समथिङ यस्तै के छ। 5th जेनेरेसनमा आएर चाहिँ हाम्रो बायोचिप्सहरू प्रयोगहरू गरिएको थियो है त। नेपियर बोन वाज डेभलप बाई नेपियर बोन, जोहन नेपियर 1614, जोन नेपियर 1618, चार्ल्स ब्याबेज इन 1812, हुमन हेलोरिथ इन 1867। कुन भन्दा जोन नेपियर बोन वाज डेभलप बाई, नेपियर बोन्सको सुरुवात चाहिँ जोन नेपियरले गरेका थिए जुन 1614मा। यो चाहिँ तपाईँले एडीमा हो है। which is not known as कम्प्युटर सिस्टम, तलका मध्ये कुन चाहिँ कम्प्युटर सिस्टममा पर्दैन? इनपुट सेक्सन, डिस्प्ले सेक्सन, आउटपुट सेक्सन, प्रोसेसिङ सिस्टम। डिस्प्ले सेक्सन पर्दैन, किन भन्दा डिस्प्ले भन्नु नै आउटपुट हो, डिस्प्ले गराउनु भनेकै आउटपुट हो। इनपुट गर्छौँ हामीले, इनपुट गरेको डाटालाई त्यसले प्रोसेसिङ गर्छ र डिस्प्लेको माध्यममा आउटपुट गर्ने हुन्छ। सो यो अप्सनहरूमध्ये डिस्प्ले सेक्सन चाहिँ हाम्रो यो कम्प्युटरको सिस्टमभित्र पर्दैन, किन भन्दा कम्प्युटरले इनपुट आउटपुट र प्रोसेसिङको सिद्धान्तमा रहेर काम गर्ने हुन्छ, आइपिओ साइकल भन्छ जसलाई। त्यस कारणले यसमा डिस्प्ले सेक्सन चाहिँ परेन, तर यो आउटपुट डिभाइस भन्ने चाहिँ हो है त। अ पार्ट अफ कम्प्युटर द्याट स्टोर्स डाटा एन्ड इन्फर्मेसन टेम्पोररी, के भन्छ टेम्पोररी रूपमा डाटाहरू राख्नको लागि चाहिँ ऱ्याम मेमोरी प्रयोग गरिन्छ, ऱ्यान्डम एक्सेस मेमोरी भन्छ है। टेम्पोररी रूपमा चाहिँ राख्नको लागि भने पर्मानेन्टली रूपमा राख्नको लागि रोम भनौँ अथवा स्टोरेज डिभाइस, सेकेन्डरी स्टोरेज डिभाइस, हार्ड डिस्क ड्राइभ, सिडी रोमहरूको प्रयोग गरिने हुन्छ। द डिभाइस गिभ्स अ सफ्ट कपी, आउटपुट इज, सफ्ट कपी भने के हो त? प्रिन्टर, मोनिटर, प्लोटर, नन अफ द एबभ। मोनिटरमा यसलाई सफ्ट कपीको रूपमा हामीले लिन सक्छौँ। हार्ड कपी भनेको हाम्रो के हुन्छ भने फिजिकल हो, जस्तै प्रिन्टरबाट हामीले प्रिन्ट आउट गऱ्यो भने त्यो हार्ड कपी भयो। तर मोनिटरमा के हुन्छ, हाम्रो चाहिँ सफ्ट कपी स्क्रिनमा मात्रै हामीले देख्न सक्छौँ, जस कारणले गर्दाखेरि चाहिँ त्यो डिभाइस भनेको मोनिटरलाई चाहिँ हामीले सफ्ट कपीको रूपमा पनि लिन सक्छौँ, तर यो डिभाइस भनेको आउटपुट डिभाइस हो। 1000 अफ सेकेन्ड इज कल्ड, 1000 अफ सेकेन्डमा के हुन्छ भन्दा मिली सेकेन्डहरू हुन्छन्। 1000 अफ सेकेन्ड इज कल्ड मिली सेकेन्ड। द लोगारिदम इज द कन्सेप्ट अफ, है लोगारिदमको कन्सेप्ट कसले ल्याएका थिए त भन्दा लोगारिदमको कन्सेप्ट जोन नोन न्युमनले ल्याएका थिए। व्हिच इज द फलोइङ स्टेटमेन्ट इज ट्रु एबाउट अ कम्प्युटर, तलका मध्ये कुन चाहिँ के भनौँ यसलाई, कुन चाहिँ विशेषता अथवा कुन चाहिँ शब्द, कुन चाहिँ भनाइ, कुन चाहिँ अप्सन चाहिँ हाम्रो के हो त बेस्ट ट्रु छ त कम्प्युटरको बारेमा भन्दा अ मेसिन फर मेकिङ क्यालकुलेसन अटोमेटिकली, अ मेसिन फर मेकिङ क्यालकुलेसन नम्बरिकल डाटा, अ मेसिन डेभलप बाई अ ह्युमन वेयर, अथवा भनौँ अल अफ दि एबभ। द करेक्ट एन्सर इज अ मेसिन फर मेकिङ क्यालकुलेसन न्युमेरिकल डाटाको रूपमा त्यसले क्यालकुलेट गर्ने हुन्छ। सो अप्सन बी इज करेक्ट। कीबोर्ड इज एन इनपुट डिभाइस विच इज युज टु, है कीबोर्ड इनपुट डिभाइस हो भने यो किन युज गरिन्छ? गेट आउटपुट इज एन इनपुट डिभाइस विच इज युज टु इन्टर इन्फर्मेसन बोथ ए एन्ड बी, नट एबभ भन्दा इन्टर इन्फर्मेसन है त। डाटाहरू चाहिँ के गरिन्छ, इन्टर भनेको चढाउनु होइन, त्यसमा अभिलेख राख्नु, डाटाहरू टाइप गर्नको लागि चाहिँ किबोर्डको प्रयोग गरिने हुन्छ, जुन चाहिँ एउटा इनपुट डिभाइस हो। आजको सेकेन्ड लास्ट क्वेसन। द सिपियु अ माइक्रो कम्प्युटर इज अल्सो कल्ड एज माइक्रो प्रोसेसर।
माइक्रो कम्प्युटर इज के हो त सीपीयू भनेको चाहिँ माइक्रो प्रोसेसर हो। माइक्रो प्रोसेसरलाई नै सीपीयूमा जडान गरिने भएको कारणले यसलाई ब्रेन अफ द कम्प्युटर भन्ने गरिन्छ भने सीपीयू माइक्रो प्रोसेसर भित्र सेट हुन्छ, जस कारणले द सीपीयू अफ माइक्रो प्रोसेसर इज कल्ड द माइक्रो प्रोसेसर। लास्ट क्वेसन, टुगेदर द कन्ट्रोल युनिट एन्ड एएलयू युनिट इज कल्ड के हो त? कन्ट्रोल युनिट एएलयू र सीयू चाहिँ के हो त भन्दा सीपीयू हो। सीपीयू भित्र प्रोसेसिङ डिभाइस भित्र तीनवटा पर्दछन्, सीपीयू, एएलयू र सीयू। सीपीयू सेन्ट्रल प्रोसेसिङ युनिट भइहाल्यो, एएलयू एर्थमेटिकल लजिकल युनिट भइहाल्यो, सीयू भनेको कन्ट्रोल युनिट हो है। यो कम्प्युटर मेमोरी र इनपुट डिभाइस कुनै पनि पर्दैन। सो सीपीयू टुगेदर द कन्ट्रोल युनिट एन्ड सीपीयू इज कल्ड के हो त? सीपीयू हो। एएलयू इज कल्ड सीपीयू। आज हामीले डे 5 को क्लास पनि फाइनली कम्प्लिट गऱ्यौँ र फन्डामेन्टल सेक्सनबाट हामीले 100 क्वेसन सल्भ गऱ्यौँ साथीहरू। कस्तो लाग्यो? म तपाईलाई यसको कम्प्लिट पार्ट पनि तपाईले फेरि अपलोड गरिदिनेछु। सबै क्वेसन एउटै भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ भने पार्ट वाइज पार्ट पनि तपाईले हेर्न सक्नुहुन्छ। आगामी दिनमा हामी यस्तै थप भिडियोहरू लिएर आउनेछौँ, जस कारणले गर्दा च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। नयाँ हुनुहुन्छ भने साथीहरूलाई सेयर गरिदिनु होला, लाइक कमेन्ट सबै गरिदिनु होला। देख्न सक्नुहुन्छ पावर पोइन्टमा मैले यति धेरै मेहनत गरेर, यहाँ कतिवटा स्लाइड छ तपाईले यहाँ साइडमा देख्न सक्नुहुन्छ। यहाँ साइडमा यति धेरै मेहनत गरेर हजुरहरूको लागि भिडियो ल्याइराखेको छु, किन भन्दा धेरै मेहनत मेरो यसमा परेको छ, जस कारणले सपोर्ट गरिदिनुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु। आगामी दिनमा हामी फेरि भेट्ने बाचाका साथ आजको भिडियोबाट